Hey everyone, it's me Sonoj and welcome to my channel. So हजुरहरु चाहिँ सोच्नुहुन्छ होला है घरि कहाँ हराउँछु यो 1 महिना आउँछु 1 महिना फेरि गायब हुन्छ घरि 1 महिना आउँछ यसो 1-2 दिन देखा पर्छ त्यसपछि गायब हुन्छ भनेर सोच्दै हुनुहुन्छ होला है तपाईहरु. सो म चाहिँ घरि यसो साइकलले के गर्दिन्छ घरि आफै के हुन्छु हैन साइकलले घरि के प्रब्लम दिन्छ घरि आफै आफ्नै अलिकति कामहरु के हुन्छ हैन. सो त्यही हो अलिकति साइकलले प्रब्लम दिएको थियो मेरो चाहिँ हैन साइकल बिग्रेको थियो भनौं न हैन अनि साइकल बनाएको छु मैले चाहिँ. सो म के सोच्दै थिएँ भने अहिले बसेर है पहिला क्या मेरो त्यो भेलोसिटी साइकल हुँदा क्या के सोच्दै भने म अब भेलोसिटी साइकलमा त अब त्यो मेकानिकल ब्रेक अनि एल्युमिनियम त यो भइहाल्यो हैन मेरोवाला भइहाल्यो अहिले होको के रे आइरनको फलमको थियो है अनि फलमको साइकलमा अब त्यही मेकानिकल ब्रेक हो नि अब कति नै राम्रो हुन्थ्यो र हैन. अनि के सोच्दै भने म के सोचिरहेको छु भने अहिले म पहिला है म त्यो साइकल हुँदा क्या त्यो भेलोसिटी साइकल हुँदा ब्लू कलरको थियो नि अब कतिलाई याद होला हैन पुरानो भिडियोहरु हेर्नुभएको छ भने गएर हेर्नु होला त्यहाँ देख्नुहुन्छ हैन. पुरानो साइकलमा त अब मेकानिकल ब्रेकहरु हुने त्यतिखेर के सोच्दै भने एउटा हाइड्रोलिक ब्रेक भए म कस्तो गर्थी हो है यस्तो गर्थी उस्तो गर्थी भनेपछि एउटा हाइड्रोलिक ब्रेक र एल्युमिनियम फ्रेम त्यति भए पुग्छ म धेरै चाहिँदैन केही चाहिँदैन त्यति भए पुग्छ भन्ने सोच्थेँ क्या त्यो भेलोसिटी साइकल हुँदैन अब साइकलै नहुँदा त एउटा साइकल भए पुग्थ्यो भन्ने सोच्थेँ. अनि साइकल जब त्यो भेलोसिटी साइकल भएन हैन अनि भेलोसिटी साइकल भएपछि अब त्यसले भएन एउटा हाइड्रोलिक ब्रेक भएको अनि एल्युमिनियम फ्रेम भएको एउटा हैन फेरि हाइड्रोलिक ब्रेक डबल भएको हैन हाइड्रोलिक ब्रेक चाहिँ भनौँ न हाइड्रोलिक ब्रेक भएको साइकल भए पुग्छ ओहो त्यति भए त गजब हुन्थ्यो भन्ने सोच्थेँ है. अनि जब साइकल किन्ने अनि हाइड्रोलिक ब्रेकको सपना पनि पुरा भयो एल्युमिनियम फ्रेम पनि पुरा भयो. अनि त्यस पछाडि केमा गयो भने अब एउटा एयर सस्पेन्सन अब एउटा एयर भयो भने चाहिँ त्यस पछाडि चाहिँ भयो चाहिएन अरू भन्ने सोच्थेँ कि अब एयर सस्पेन्सन भएपछि ओहो कस्तो दामी हुन्थ्यो होला आफ्नो वेट अनुसार राख्न मिल्ने है टक्क लचक ओहो स्टन्ट हान्न पनि डाउनहिल झार्न पनि कति मजा आउला भन्ने सोच्थेँ है. अनि अब त्यो अब एउटा किनेपछि अर्को किन्न मन लाग्ने अर्को किनेपछि अर्को किन्न मन लाग्ने यस्तो रहेछ है. अब त्यतिखेर साइकल थिएन पहिला साइकल किन्न मन लाग्यो साइकल किनेपछि अब हाइड्रोलिक ब्रेक भएको त्यस्तो थाहा तर सिमानो भन्ने केही थाहा थिएन पहिला ब्रेकको अब के अरे खासै साइकलको बारेमा नलेज थिएन है. जस्तो ब्रेक भयो नि चल्थ्यो भन्ने सोच्थेँ क्या म है जस्तो ब्रेक भयो नि हाइड्रोलिक ब्रेक चाहिँ हुनु पऱ्यो अरू थाहा छैन जस तेलबाट चल्ने हुनु पऱ्यो भन्ने सोच्थेँ क्या म है. अनि त्यो अब त्यो रहर थियो पहिला है अब मेकानिकल ब्रेक चलाउँदा झ्याउ लाग्थ्यो कतिको सुनिन्थ्यो क्या पहिला ओहो एक कमलाले हान्न मिल्छ अरे यार एक कमलाले हान्न मिल्छ अरे हान्न मिल्छ अरे हाइड्रोलिक ब्रेक भन्ने सुन्थ्यो है. अनि ओहो कस्तो चाहिँ होला त यार हामी 4 अमला लाएर तान्छौँ त्यो मेकानिकल ब्रेक अनि एक कमलाले हान्न मिल्ने ब्रेक त कस्तो होला त है भन्ने सोचेर बस्थेँ क्या म पहिला है. आम्मामा एउटा के अरे दुईवटा हाइड्रोलिक ब्रेक किन्न पाएँ नि हाइड्रोलिक ब्रेक भयो नि साइकलमा हाल्न पाएँ नि कस्तो लाग्थ्यो है. अनि अब यो साइकल किन्यो अनि सपना पुरा भयो हाइड्रोलिक ब्रेकको त्यस पछाडि गयो आँखा इयरमा एउटा सस्पेन्सन भयो त साइकल त मरद एकदम खतरा हुने भयो ल केही चाहिएन त्यस पछाडि अनि सोच्थेँ. अनि त्यही हो आज चाहिँ म अलिकति खुसी छु हैन. सो दुईटै सपना पुरा भएछ एउटा हाइड्रोलिक ब्रेकको त्यो हाइड्रोलिक ब्रेक त उहिले पुरा भएको मेरो साइकल किन्ने बित्तिकै पुरा भएको है. अब अनि सस्पेन्सन चाहिँ पुरा भएको थिएन सो आज पुरा भयो हैन सस्पेन्सन किन्ने नि. सो यो चाहिँ पहिलाको है पहिला अब त्यो थाहा थिएन नि त साइकलको बारेमा धेरै नलेजहरू थाहा थिएन नि त हैन त्यही भएर यस्तो एउटा अब अरूको कुराहरू सुनिन्थ्यो है. अनि ओहो एयर सस्पेन्सन र एउटा हाइड्रोलिक ब्रेक भएको कस्तो दामी हुन्छ रे ह्यान सुनिन्थ्यो यस्तो खतरा लाग्थ्यो है. त्यो पहिला चाहिँ यतिको पाएँ आम्मामा तर अहिले नि धेरै हो हैन मेरो लागि त अहिले पनि एकदम खतरा अब हैन. जोस् आज फाइनली एयर सस्पेन्सन हाल्यो हैन आफ्नो वेट अनुसार नै हाल्यो एक्सपिरियन्स गर्यो हैन आज गरिँदैछु आज गर्नेवाला छु हैन. अलिकति घरबाट आउँदा त अलिअलि एक्सपिरियन्स गरिहाल्यो हैन. सो पहिला सुनिन्थ्यो ओहो वेट अनुसार हाल्ने रे कस्तो दामी हुँदो है आम्मामा भन्ने सोच्थेँ है. तर आज फाइनली अब पुरा हुन्छ अझ अफ रोडमा चलाउन हैन डाउनहिल हान्नलाई. सो आज फर्स्ट ट्राई मेरो चाहिँ एयर सस्पेन्सनमा. सो सस्पेन्सन चाहिँ यस्तो छ फक्स जस्तो देखिन्छ कि टाढाबाट हेर्दा क्या है त्यस्तै छ क्या कलरहरू सेम टु सेम त्यस्तै छ है. अलिकति कम्पनी चाहिँ कुन कम्पनी हो मलाई पनि थाहा छैन के नाम हो यो थाहा छैन जस फक्सको जस्तो देखिन्छ क्या यताबाट हेर्दा त त्यस्तै छ क्या फक्सको जस्तै देखिन्छ ठ्याक्कै फक्स जस्तै देखिन्छ यार फक्सको कपी नै जस्तो लाग्यो मलाई चाहिँ हैन सबै त्यस्तै छ कलरहरू पनि हैन डिजाइनहरू त्यस्तै छ. सो जोस् दामी नै छ हैन अहिलेसम्म त अब किनेको त्यो कति अस्ति भर्खर त किनेको खासै चलाएको थिइनँ आजै चलाउन हिँडेको म हैन
अब आज टेस्ट गर्छु कतिको छ भने थाहा भइहाल्छ नि होइन। सो अहिले चाहिँ म तारेभिरमा छु होइन, हेलिप्याड ट्रेलमा छु, एक्लै आएको छु। अब एक्लै जानुपर्छ यहाँनिर सरेर मजा लिनुपर्छ आज भनेको। टक्क नयाँ एयर सस्पेन्सन होइन, हल्का अलि एक्साइटेड छु भनौँ न होइन, पुरानो सपना पुरा गर्नको लागि। कस्तो के सपना छ है। अब यो सस्पेन्सन किन्यो नि होइन, अब एउटा यहाँनिर बिचमा सस्पेन्सन भएको, अब एउटा डबल सस्पेन्सन, अब डाउनहिल हार्ड ट्रेल पुग्यो त्यस पछाडि डाउनहिल, अनि डाउनहिलबाट अरू के हुन्छ बिस्तारै सपनाहरू फेरि अलिअलि बढ्दै जान्छ कि। एउटा किन्यो होइन अनि फेरि अर्को बढ्दै जान्छ त्यस्तै हो। पहिला चाहिँ भनेको एउटा पहिला सुरुमा हाइड्रोलिक ब्रेक, त्यस पछाडि भनेको एयर सस्पेन्सन, अनि गियरको पनि अलिअलि थियो है, फेरि गियर पनि सुनिन्थ्यो अलिअलि, तर धेरै सुन्यो भने चाहिँ हाइड्रोलिक ब्रेक र एयर सस्पेन्सन है, त्यो चाहिँ खतरा सुनिन्थ्यो। त्यो हाल्न मन लाग्थ्यो कि पहिलादेखि नै मलाई, ओहो यो चाहिँ हाल्छु म भनेर बसेको थिएँ। तर आज फाइनली हालेको छु होइन, एकदम खुसी लागिरहेछ। सो अब धेरै कुरा नगरिकन सिधै ट्रेलतिर जाउँ होइन। सो लेट्स गो। ल अब ट्रेल चाहिँ यहाँबाट स्टार्ट हुन्छ होइन। अब अलिअलि हिलो रहेछ यहाँनिर, अझै साह्रै डर लाग्छ। किन हो पहिला लडेको याद आउँछ जस्तो छ। ठाडो छ क्या लास्ट यार, पुरै यस्तो लाइन बनाएको क्या पुरै होइन। अनि लाइनभन्दा बाहिर गयो भने लड्ने चान्स धेरै हुन्छ क्या। सो ल यहाँबाट चाहिँ त्यस्तो छैन खासै, मान्छे चाहिँ अलिकति आउनु भएन। यहाँ जम्प बनाएको रहेछ एउटा यस्तो, नाइस यहाँ नि एउटा सानो छ, केही आवाजै छैन यार। पहिला भयो त्यो सस्पेन्सन कराउँदो रहेछ यार पहिला, म भने चिनसिन कराउँथ्यो भन्ने ठान्थेँ होइन, तर सस्पेन्सनबाट निक्लिँदो रहेछ आधी उधी सब आवाज। यो पाराले कस्तो डिस्टर्ब गर्छ यार, शान्त छ पुरै यार। यस्तोको हुँदा यार चलायो भने पुरै शान्तसँग होइन, पुरै केही आवाज छैन, ठ्याङ्ग्राङ्ग्रा ठुङ्नु। पहिला भयो त यस्तो उचाल्दा नि ढ्याङ्ग्राङ्ग्रा ठुङ्नु है, पुरै गोली हाने जस्तो आवाज आउँथ्यो। पुरै अगाडि हिँड्ने मान्छेहरू नि पुरै तर्सिन्छ क्या, पुरै गोली हाने क्या पछाडिबाट जस्तो क्या। सब पुरानो सस्पेन्सन नि मैले त्यो ढ्याङ्ग्रा डुङ्ग्रुङ गरेर मात्र फेरि होइन क्या, त्यो पुरै भाँचेर फेरेको क्या मैले। अब कहाँबाट भाँच्यो भन्नुहुन्छ नि तपाईँहरू होइन। यहाँ यस्तो हुन्छ त, यहाँबाट क्या यहाँनिर दुई टुक्रा। सुरुमा त के भयो भन्दाखेरि म कहानी सुनाउँछु। सुरुमा म पम्प ट्र्याक गएँ, अनि पम्प ट्र्याकहरूतिर यसो खेलिन्छ, त्यहाँ नि जमसम भानी होइन। अनि त्यसरी घर फर्किँदै थिएँ, अनि त्यो युएन पार्कमा अनि त्यो सानो एउटा के जम्प जस्तो थियो होइन। अनि त्यहाँनिर यस्तरी ताने थियो है, अनि अगाडिको त यस्तो अगाडि त्यो सस्पेन्सन ढ्याङ्ग गरिदियो। अनि अलिकति त्यतिखेरै अगाडि यस्तरी सरिदियो क्या, अगाडि अब सिधा हुनु पनि त होइन, सस्पेन्सन यस्तो सिधा हुनु पनि त होइन, यस्तो अलिकति सरिदियो क्या। अनि त्यतिखेरै बाङ्गो भइदियो, त्यतिखेर भाँचिसकिदियो भनौँ न, बाङ्गो होइन भाँचिनु सकिदियो। अनि घर आएर यसरी हल्लायो है, अनि यसरी हल्लाउँदा त फ्यार लाग्यो कि पुरै। धन्न म्यानुअल हान्दाखेरि अझ केही भने, त्यतिखेर चाहिँ म्यानुअलहरू हान्दा चाहिँ केही भएको भयो, अनि बर्बाद, अनि लाइफ ड्यामेज। ओहो कस्तो दामी गएको यो हो नि त यार लाइन, यस्तो हान्नुपर्छ क्या। अलि हेर्दै जाउँ। तेरिकी सो अलि होसियार हुनुपर्छ यार, तर साइकलमा त केही पहिले अलि चेक गर्नुपर्छ। त्यस्तो मेरो अलिकति जम्पसम्म हान्दा, अझ जम्प हान्दा त जम्पै हान्दा भाँचेको, अझ ठुल्ठुलो जम्पहरू हान्दा भाँचेको भए त मेरो नाक साग मुखसुख सब भाँचिन्थ्यो होला। धन सस्पेन्सन मात्र भाँच्यो, केही भएन। अड्डी राखिदियो क्या त्यो उस हान्दा पनि, जम्प हान्दा पनि। अब यो चाहिँ नभाँचियोस् त्यसरी होइन, यसरी जम्पहरू हान्दाखेरि सायद भाँचिँदैन होला जस्तो लाग्छ मलाई, तर भर हुँदैन। यस्तरी कुदाइन्छ, कस्तो मजा क्या, चुस्त रुखमा ठोकिएर हात कन्ट्रोल गर्न कस्तो सजिलो भयो क्या यार। पुरै यता उता नचाउन सजिलो भइरहेछ क्या। अझ डबल सस्पेन्सन भए त कस्तो हुन्थ्यो होला यार, मजा आउँथ्यो होला है, पुरै यता उता नचाउँदै। यहाँ पनि मलाई डर लाग्छ। अस्ति नै शिवपुरी गएर आउँदाखेरि यहाँनिर भ्याट लडेको थिएँ, जहाँ लड्यो त्यहीँ डर लाग्छ क्या।
अहिलेसम्म विडो मेकरमा चाहिँ लडाइ छैन, कुन दिन त्यहाँ पनि लड्ने अनि डर लाग्छ। आज त म हान्दिनँ होइन, हल्का चिप्लो चिप्लो नि छ। यताबाट जान्छु, कस्तो मजा आयो यार चलाउन। आहा यतिको मजा त आउनु त धेरै आइज, त्यही पनि झन् मजा आइरहेछ होइन। ओ नाइस यार, एक्लै हो भने चिच्चाउँदै जाने हो क्या होइन। यहाँ कुइली हान्ने हो उता पर। पहिला यहाँनिर हिँड्न पनि कस्तो डर लाग्थ्यो है, अहिले विली हान्ने पनि भन्छु यार। मेरो स्किल नै मेरो स्किल नै डेभलप भयो जस्तो छ। ल यहाँ हानिदिन्छु ल, ल गयो। नाइस यार, तल यत्रो भिड छ, गयो भने त वान मिस्टेक गेम फिनिस। नाइस, कस्तो रफ्तारमा गयो गयो। यस्तरी कुदाउनु पऱ्यो क्या, कुदायो भने यो हो। यहाँबाट जानुपर्छ क्या अलिकति माथिबाट, त्यहाँबाट गयो भने मजै आउँदैन, स्लोमा गयो जस्तै लाग्दैन। यहाँबाट अझ माथिबाट आउनु भए बेस्ट हुन्थ्यो। यहाँ थोरै उडायो, राम 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 राम। बिस्तारी बिस्तारी बिस्तारी, धेरै बतासियो। यस्तो बतासियो भने त फेरि म नै बतासिन्छु नि त। हा यार, कस्तो स्मुथ गएको भने यार, आजको चलाइ लास्टै स्मुथ गइरहेछ। हुन त सस्पेन्सन स्मुथ भइसकेपछि चलाइ स्मुथ भइहाल्छ नि। फेभरेट सेक्सन आइपुग्नु लाग्यो ल। यो रेलको सबभन्दा बेस्ट लाग्ने सेक्सन अलिक अगाडि, फेरि यो होइन, यता सिधा रोड जस्तो छ। ती पनि मजा आउँछ यहाँनिर यस्तरी उडाउनलाई। यस्तो मजा आएको भने कसैमा एक्सपिरियन्स गरेको थिएन, आज फर्स्ट टाइम गऱ्यो ल। बिस्तारै धान्यो अलिकति अलिकति। ल पाइप रहेछ, अहिले फेरि पाइपमा चिप्लेर ब्याङ्ग लड्यो भने बर्बाद। यो हो क्या सबभन्दा फेभरेट सेक्सन, तर अहिले त अलिकति बिग्रेको रहेछ जस्तो छ। चिप्ल्याउने रहेछ होइन, बिग्रेर के हुनु, झन् गाह्रो भएको है त, झन् खतरा भएको। हामीलाई त जति बिग्रेको त्यति राम्रो हो क्या। अब अलिअलि चेन मात्र गरेर रहेछ, अरू भनेर त ठिकै छ होइन। चेन चाहिँ अलिक गाडाङ गाडाङ गरेर रहेछ, लामो भएको क्या चेन अलिकति, अरू सब ठिक छ। कुन सेक्सन हान्दैछु है आज, यत्रो यत्रो बल्ड्याङ नयाँ सस्पेन्सन ड्याङ ड्याङ्गी धानिहाल्छ नि भनेर हानेछु। ब्याङ्ग अहिले उत्तानु पर्ने हो कि। कस्तो मजाले हानेको यार, यस्तो मजा आउने कि ढ्याक ढ्याक एब्जर्भ गर्छ है, छुट्टै मजा आउने क्या। अब त यो सेक्सनमा आएपछि त हात्ती दुख्छ क्या, छोडिन्छ ब्रेके। दुई औँलाले हान्नुपर्छ ब्रेके पुरै यार, हात्ती छुटिन्छ यसरी बिग्रिन्छ। त्यही पनि एक औँलाले हान्नु ट्राई गर्छु ल। कस्तो चिप्लो रहेछ है, राम 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 राम। नाइस। यहाँको सेक्सन दामी छ हो, रोड भयो नि पुरै ढुङ्गा ढुङ्गा ड्याङ 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 छ। लड्यो भने चाहिँ फेरि कहाँ पुग्ने थाहा छैन।
आजको राइड चाहिँ एकदम दामी बवाल एकदम खतरनाक भयो होइन जस मजा आयो एयर सस्पेन्सन एकदम दामी दामी त भइहाल्छ नि यार यस्तो खतरा छ होइन त्यो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ भिडियोहरू हेर्दै गर्नु होला त्यही हो भेटौँ त अर्को भ्लगमा बाइ बाइ गाइज